यो भनेको सधैँभरि राख्ने चिज हो। जमा नै यही जमाको है सधैँ त्यही भने टिका लाउने कार्यक्रम सुरु ल अब टिका लाउने कार्यक्रम सुरु। यहाँ बस्ने भनेर पागल मान्छे। ल ल ल लगाइदिनु ल अब टिका सुरु हुँदैछ, टिका गराउनु हुँदैछ। यहाँ नानी तिमी ऊ आन्टीको कोखा गएर बस पालो घर। शान्ति त अब त घर घर गएर आशीर्वाद दिनु खै आशीर्वाद दिइरहेको छु हो। सुखी रहनु, अझै सुखी रहनु, अझै उन्नति प्रगति गर्दै जानु, हाँसी खुसी हुनुहुन्छ, अझै हाँसी खुसी रहनु। यो हाम्रो दसैँको टिका हो, प्राप्तै हुन्छ। त्यो कि परोस् ल न ल ल खुट्टा लियो न, ढोग्न पर्छ। खै लिनु न आधा ल ल अब भाइला हाम्रो भाइला मेरो यो भाइला अब सुखी रहनु, कहिल्यै दुखी नहुनु, अझै प्रगति गर्दै जानु, दाइलाई माया गर्नु, अझै प्रगति गरेर शत्रुका आँखा तल झार्नु। अरू त के आशीर्वाद दिउँ, त्यस्तो कुरा त हुन्न, त्यो त भइहाल्छ। हुन हुन्न हुन्न माया भन्ने कुरो कहाँ गयो? त्यस्तरी हो जमरा के ठाउँ भएपछि। ल यस्तै खुसी रहनु, प्रगति गर्दै जानु, सबलाई घरकालाई माया गर्नु, दाइलाई बेला बेला सम्झिनु, त्यही हो। अरू त के आशीर्वाद हो। यही छ ल, प्रगति गरे मन मनाइदिएको छु, मन मनाइदिएको छु कि अझै प्रगति गरेर अझै उन्नति गर्नु, यसै गरेर दाइलाई माया गरिरहनु। सानो पिन ल्याउन मलाई पैसा लियो पैसा अहिले हुन्छ नमस्ते। ए तेरे यार मेरा ढाड दुखो। छोरीलाई नि त दिन पर्यो कर पर 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 70 का आँखा तल झारिदिनु। लाउनुस् लाउनुस् छोड्दै नछोड। हावा भर्न त मैले जाने छोरा मान्छेलाई लडाउँछ त। सबै नेपाल जम्मा भएर हाम्रो फ्यामिली टिका लाउन पाइयोस्। हजुरलाई जहिले प्रत्येक वर्षमा टिका लगाइदिन पाऊँ, त्यस्तै माया गर्नु सधैँभरि मलाई है। उन्नति प्रगति गर्नु, दुःख कहिल्यै नपाउनु। नातिन्छ नातिन्छ आत्तेर हुने गर्ने हो र। आइज न स्मिते टिसु माया गरिराखेस्। कहिले हाम्रो मायामा बसेको नजर नलाओस्। सबैभन्दा त साउनी हैन, मैले के सोच्छु रक्षा गरुन्। साउनी हैन, मेरी फ्रेन्ड बहिनी सबै यही हो। टुपक्क मात्र यति लाइन्छ है, त्यसै माथि लाइदिनुस्। सबैभन्दा नौ दुर्गा माताले